मनोज सर के छ खबर? सब ठिक छ, रमाइलो भइरहेछ। रमाइलो भइरहेछ। के हुँदैछ त यहाँ? ए भर्सेस हाम्रो उनकाको म्याच भइरहेछ। अब सेमी फाइनल हो। आफू चाहिँ कुन ग्रुपबाट? हामी दाइको हो नि त। दाइको? हजुर। के छ त आजको खेलले कसले जित्ला जस्तो छ त? अब हेर्दाखेरि दाइको अलिकति अब बाजीमा जस्तो छ हैन? त्यही छ हेरेको कन्डिसन हेर्दाखेरि अहिले यस्तो कन्डिसन छ है? हजुर। ओ दाइकोले जित्ला जस्तो छ त्यसो भए? अहिले कन्डिसन हेर्दाखेरि। ए ल ट्रफी चाहिँ दाइकोले उचाल्ला जस्तो छ आज है? अब के भन्ने साधन गेम छ हैन? तर सकिन्छ हेर्दाखेरि म्याच हेर्दाखेरि। त्यसो त अनि यस्तो बिजी अब जापानमा त सबै बिजी छन् नि त हैन? यस्तो बिजी समयको बावजुद पनि खेललाई माया गरेर हैन टाइम चाहिँ कसरी मिलिरहेको छ त? त्यही नै अब काम पनि हैन अब बाहिर सकेपछि काम पनि स्वास्थ्यको लागि पनि अब एक दिन हप्तामा टाइम निकाल्नु पर्ने हुन्छ हैन? त्यही भएर गेम हामीहरू गेममा राखेको छ होला। हरेक सन्डे गेम भइरहेको छ। प्रत्येक हप्ता खेलहरू भइरहन्छ? हजुर, हरेक सन्डे गेम भइरहेको हुन्छ। हाम्रो दाइको टिममा जानलाई चाहिँ के गर्नुपर्छ? केही गर्नु पर्दैन। अब हामीसँग सब सामानहरू छ हैन? अब मेन खेल्ने व्यक्ति छ भने आउँदा हुन्छ, टिममा जोइन गर्दा हुन्छ, वेलकम छ हैन? ए ल ल थ्याङ्क यू सो मच। खेलको शुभकामना। धन्यवाद। खेल हुँदैछ क्रिकेट। तपाईहरु देख्न सक्नुहुन्छ मेरो पछाडि ग्राउन्डमा खेलाडीहरूले एकदमै कोसिस गरिरहनु भएको छ। अहिले चाहिँ यो इन्टरनेसनल खेल हुन गइरहेको छ। तपाईहरु एसियाको सबै बङ्गलादेश भयो, श्रीलङ्का भयो, नेपालको खेलहरू एकदमै तगडा रूपमा खेलिरहनु भएको छ है। तपाईहरु पनि हेर्न सक्नुहुन्छ। यदि तपाई ओकिनावामा हुनुहुन्छ भने यस ग्राउन्डमा आएर आफूले खेललाई माया गरेर खेलसँग रमाउन सक्नुहुन्छ। खेलको मैदानमा जङ्गिएर आउनु छ। कस्तो छ तयारी? तयारी अब बवाल चलिरहेछ भन्नु। बवाल चलिरहेछ है? अब चाहिँ फाइनल हो? सेमी फाइनल हो। सेमी फाइनल हो। सोचे जस्तो अलिकति गेम चाहिँ भएन, हामी प्लान गरेर छ। तर अब अझै सेकेन्ड इनिङ बाँकी छ, त्यसलाई चाहिँ सकेसम्म अब बेस्ट दिने कोसिस। कसले जित्ला जस्तो छ आज? 50-50 छ। 50-50 हो? 50-50 अब एकदमै कडा प्रतिस्पर्धा हुँदैछ। कडा प्रतिस्पर्धा। लास्टमा चाहिँ कसको प्रतिस्पर्धा हुँदैछ फाइनल? फाइनल अब श्रीलङ्का पुगिसक्यो। हजुर। अब यही म्याचमा जसले जित्छ त्यही हो। यो दुईटा म्याच एकदम कडा हुँदैछ है। खेलको शुभकामना। थ्याङ्क यू। के छ त? खेल कस्तो भइरहेछ? राम्रो भइरहेछ? म पनि आज धेरै पछि आएको है। हो है? अब 6 महिना भइसक्यो। 6 महिना भइसक्यो है। यस्तो खेल है समयको बावजुद पनि हामी बिजी छौँ नि त जापानमा। यस्तो खेलको यस्तो समयको बावजुद पनि खेललाई समय दिनु भनेको एकदमै गाह्रो हुन्छ। त्यही पनि है समय मिलाएर आज चाहिँ यस खेलमा के छ त अनि कस्तो हुँदैछ त? ठिकै छ दाइ, ठिकै छ। म नि भर्खरै आइपुग्यो हो। कसले जित्ला जस्तो छ त आज खेल? भर्खर सुरुवात छ, अब यहाँ हेर्दै जाउँ है। म अहिले के बोल्दिनँ, कन्ट्रोभर्सी हुन सक्छ होइन? ओके ओके। हाम्रो टिमलाई सपोर्ट चाहिँ छ है। खेल प्रेमीलाई के भन्न चाहनुहुन्छ?
म एकचोटि केही भन्ने ओके ओके ल गम्बरी बाउन्ड्री आइसक्यो चौका आइसक्यो चौका भाइ आयो 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 यसैमा आउनी बनाउनी मलाई राखिसक्यो प्रेसरमा दाइको टिम चाहिँ फाइनलमा पुग्न सफल भएको छ गम्बरी दसाई है के छ त अनि खेल जित्ला जस्तो छ आज श्रीलङ्कासँग खेल हुँदैछ त आज हाम्रो रिभेन्ज पहिलाको बदला आज लिनुपर्ने छ लिन्छ होला पहिले पनि श्रीलङ्काले जितेको थियो अहिले के हुन्छ थाहा छैन है जहिले पनि फाइनलमा जितिरहेको आज चाहिँ हामीले जितिन्छ ल जित्ने शुभकामना के छ जित्न सफल भयो त हाम्रो नेपाली टिम जितियो श्रीलङ्कालाई जितियो ओके श्रीलङ्कालाई जित्न सफल भएको छ बधाई छ दाइको टिमलाई नेपाली दाइको टिमले चाहिँ श्रीलङ्कालाई जित्न सफल भइसकेको छ खेलाडीहरू एकदमै खुसी हुनुहुन्छ हर्षित हुनुहुन्छ अब ट्रफी उचाल्न मात्रै बाँकी छ हाम्रो ट्रफी एकदमै तयारी भइसकेको छ यहाँ आज चाहिँ तपाईँले यो खेलमा चाहिँ एम्पायर गर्नुभयो भन्ने चाहिँ आएको छ एम्पायर गर्नुभएको हो जुत्तो आज जुत्तो 2 गेम एम्पायर गरियो आफ्नो गेममा चाहिँ एम्पायर गर्न मिल्दैन त्यही भएर आफ्नो गेम खेलेर बाँकी 2 गेम चाहिँ एम्पायर गरे कस्तो लाग्यो त्यो एम्पायर गर्दै गर्दा यो खेलहरू खेल्दै गर्दाखेरि राम्रो खेल्यो दाइको टिमले राम्रो खेल्यो र जित्न पनि सफल भयो पहिलो गेममा चाहिँ हाम्रो श्रीलङ्का लायन्स र ओन्का बीको गेम भएको थियो त्यसमा श्रीलङ्का लायन्स राम्रो खेलेर फाइनल पुगेको थियो दोस्रो गेममा पनि हाम्रो ओन्का र हामी दाइको ए टिमसँग परेको थियो त्यो गेम चाहिँ दाइको एले जितेर फाइनल गेम चाहिँ दाइको र श्रीलङ्काको गेममा पनि म एम्पायर बसेर राम्रोसँग गेम सम्पन्न भयो त्यसमा खुसी लागेको छ एकदमै नेपालले जित्नु भयो जुन टिम भयो पनि नेपालले जित्यो है एकदमै खुसी हुनुहुन्छ है एकदम खुसी छौँ ओके अब विगत अब यसपछिका दिनहरूमा पनि क्रिकेट खेल्दै जानुहुन्छ त हामी प्रत्येक सन्डे हामी प्र्याक्टिसहरू गरिरहेको हुन्छौँ त्यसै दौरान कहिलेकाहीँ दाइकुसँग कहिले श्रीलङ्का लाइनसँग गेमहरू भइरहेको हुन्छ ओकिनावामा रहने क्रिकेटलाई माया गर्ने खेलाडीहरू हुनुहुन्छ भने प्रत्येक सन्डे यो उरासेको यो ग्राउन्डमा आउनु होला क्रिकेट खेल्नलाई त्यही भन्न चाहन्छु समयको कसरी म्यानेजमेन्ट गर्नुभएको छ यस्तो व्यस्तताको समयको बावजुद पनि तपाईँहरू यसरी प्रत्येक हप्ताको सन्डे खेल खेलिरहनु भएको छ क्रिकेटलाई माया गर्ने भएर काम चाहिँ अरू दिन काम गरेर एक दिन चाहिँ बिदा राखेर आइतबार चाहिँ सबैजनाको बिदा मिल्ने भएकोले एक दिन चाहिँ सन्डे सबैको काम बिदा राखेर यो क्रिकेट भनेर बिहानदेखि बेलुकासम्म आइन्छ ए ल थ्याङ्क यू सो मच है त धन्यवाद तपाईँ कुन टिमदेखि रे म ओन्का ओके थ्याङ्क यू जितिसकेपछि कस्तो लागिरहेछ त एकदम धेरै सङ्घर्षपछि धेरैवटा फाइनलमा पराजित भएर आज फाइनल जित्न सफल भएका छौँ सबैजना खुसीले एकदम हर्षित भएका छौँ एकदम खुसी लागिरहेको छ योभन्दा पहिला श्रीलङ्कासँग फाइनल हारेको थियो भने आज उनीहरूलाई पराजित गर्न सफल भएको छौँ आज बदला तिरेको जस्तै भएको छ ल बधाई छ एकदम बधाई छ दाइ क्रिमलाई हाम्रा श्रीलङ्काका खेलाडीहरू पनि दोस्रो हुन सफल हुनुभएको छ दो देशका Tanoshi ne. この前はシリランカがもう勝ちましたね。今回はまた大工チームが勝ちましたが、また次回もやりたいと思いますか？試合は。そうですね。戦いは。今度もやりたいと思います。はい、頑張ってください。でも大工は1でシリランカは2位ですよね。2位のプライスもあるみたいで頑張ってください。はい。はい。अस्ति नै यही ठाउँमा यसरी नै सेकेन्डको मेडल लाग्यो अहिले सेकेन्ड रनर अप टिम श्रीलङ्का क्याप्टेन सामुल
Prize goes for Sri Lanka. Best bowler of the tournament. Jiten Pratap Singh. Best batsman of the tournament. Team Daikue Vikas Chhetri. Chhetri captain. सिल्भर दिन्न एउटा सेकेन्डलाई दिन सिल्भर एकदम बधाई छ है त सबैजनालाई यस्तो व्यस्तताको बावजुद पनि जापानमा आएर किनौँ है श्रीलङ्काको टिमलाई हराउन सफल भएको छ कस्तो लागिरहेछ त एकदम खुसीको त सीमै छैन अब दोस्रो सिजनमा हैन दोस्रो सिजनमा चाहिँ अब कसरी याद त जित्न सफल भयो हैन 8वटा टिममा चाहिँ अब फाइनलमा प्रवेश गरेर फाइनल पनि एकदम रोमाञ्चकार हो एकदम प्रतिस्पर्धा भयो पहिलो सिजनमा फाइनलमा पराजय भए पनि सेकेन्ड सिजनमा फाइनली कप उठाउन पाउँदा धेरै खुसी छ हामी पहिलो चरणमा चाहिँ कोसँग प्रतिस्पर्धा भएको थियो पहिलो चरण फाइनलमा श्रीलङ्कासँगै हरेको थियो रिभेन्ज अहिले फेरि श्रीलङ्कालाई जित्नु भयो है जितियो कप उचालियो पैसा पाइयो हामी एकदम बधाई छ है ए के भन्छन् रे हाम्रो दाइको टिम हैन हजुर दाइको टिम हाम्रो मनोज सर चाहिँ म्यानेजमेन्ट टिमको लिडर हो के छ त जितपछिको तपाईको विचार आज धेरै खुसी नै छु हैन हाम्रो यो सेकेन्ड चोटीमा यो भाइलाई बधाई छ सबैजनालाई हाम्रो टिमलाई है फेरि हामी पनि नेक्स्टलाई तयार फेरि भएर आउँछौँ ए ल तपाईहरुको टिममा जोइन हुनलाई के गर्नुपर्छ ओकिनावासीहरुले केही गर्नु पर्दैन यहाँ ग्राउन्डमा आउँदा हुन्छ हाम्रो पेजलाई लाइक गरेर सब्स्क्राइब लाइक गरिदिनुस् हुने व्यक्तिले पेजमा मेसेज गर्दा हुन्छ हामी मेसेज हेरेर त्यसको रेस्पोन्स दिन्छौँ र खेल्ने व्यक्तिहरूलाई हामी आफ्नो टिममा जोइन गर्न अपर्च्युनिटी हाम्रो बी टिम पनि रहेकोले हामी अवश्य अपर्च्युनिटी दिनेछौँ ल जितको शुभकामना है त